ल अब फर्स्ट इयर रेगुलर तथा पार्शियल दिन लागेका विद्यार्थीहरूका लागि सहज होस् भनेर मैले 2081 मा आउने सम्पूर्ण क्वेशनहरुको सोलुसन गरेर युट्युब भिडियोमा चाहिँ अपलोड गरिदिँदैछु। त्यसका लागि सबभन्दा सुरुमा चाहिँ अकाउन्टिङ इक्वेसन 2081 मा आको ल हेरौँ। फर्स्टमा ट्रान्जेक्सन सिरियल नम्बर ट्रान्जेक्सन एसेट्स इज इक्वल टु क्यापिटल प्लस लायबिलिटीज, यसैलाई अकाउन्टिङ इक्वेसन भन्छ। टोटल एसेट्स इज इक्वल टु टोटल क्यापिटल प्लस टोटल लायबिलिटीज हुनु पर्यो। त्यसमा क्वेशनमा 2081 मा टियुमा आएको क्वेशनमा के भनिरहेछ भने ए नम्बरमा स्टार्टेड बिजनेस विथ क्याश एन्ड गुड्स भनिरहेछ। क्याश र गुड्स दुईटै एसेट्स हो, त्यही भएर एसेट्समा क्याश सी भनेको क्याश जी भनेको गुड्स 50,000 क्याश 1,50,000 गुड्स अनि स्टार्टेड भएकोबाट क्यापिटल लेख्नुपर्छ। त्यसलाई भनेको छ ओपनिङ हुँदाखेरि क्यापिटल यो दुईटा जोडेर 2 लाख। मैले बिगिनिङ इक्वेसन भनेर लेखिदिएँ, दुईटा जोड्दा 2 लाख, यता पनि 2 लाख, लायबिलिटी छैन। नेक्स्ट ट्रान्जेक्सनमा के भन्दियो त भन्दा रिसिभ कमिसन विथ एन एडभान्स भन्यो। एडभान्स सहित कमिसन 26,000 रिसिभ गरियो भन्यो, त्यही भएर क्यास आयो 26,000। एडभान्स भनेको इन्कमको लायबिलिटीज हो, एडभान्स इन्कम भनेको लायबिलिटीज हो। एडभान्स कमिसन रिसिभ लायबिलिटीजमा 2000 राख्ने। अब 26 बाट 2 घटाएर यहाँ कति लेख्ने 24 लेख्ने। 24 मात्रै इन्कम आउनु पर्ने थियो तर 26 आयो, 2000 के भयो एडभान्स भयो, लायबिलिटीज बाँकी छ भनेको। अब जोड्ने 2 लाखमा 26 जोड्दा 226, 2 लाखमा 24 जोड्ने 224, 2000 जस्ताको जस्तै। अब यहाँ त 2,24,000 प्लस 2000 इज इक्वल टु 2,26,000। अब 81 सालमै 2079 जो रेगुलर थियो तिनीहरूलाई पार्शियलमा जसको ब्याक लागेको थियो त्यसलाई आएको क्वेसन हो यो। त्यसमा फेरि के भन्यो भने थोरै फरक खालको सोधियो। बिगिनिङ ब्यालेन्स भनेर दियो, टोटल एसेट 6 लाख भनेर दियो, अनि टोटल लायबिलिटीज 4 लाख भनेर दियो, अनि 6 लाखबाट 4 लाख घटाएर क्यापिटल हामीले आफै फिल इन द ब्ल्याङ्क्स गर्ने 2 लाख बराबर 6 लाख र 4 लाख दिएको छ। एसेट 6 लाख भनेर लायबिलिटी 4 लाख भनेर, अनि 6 लाखबाट 4 लाख घटाएर 2 लाख, 2 लाख र 4 लाख जोड्यो भने कति लाख भयो 6 लाख। त्यो कन्सेप्टले जानु पर्यो। अब ड्युरिङ द इयर भनेर दियो, इन्कम गयो भनेर दियो 3 लाख। इन्कम भनेको इन्कम हुँदाखेरि क्यास आयो, त्यही भएर क्यास भनेर एसेट्समा राख्ने 3 लाख। इन्कम भनेको क्यापिटलमा प्लस हुन्छ, यहाँ पनि 3 लाख, लायबिलिटी छैन, इफेक्ट बराबर भइसक्यो। अब फेरि ड्युरिङ द इयरमा डिभिडेन्ड पेड गर्यो भन्दैछ। पेड गर्नु भनेको क्यास जानु हो, माइनस गर्ने एसेट्सबाट। यो इन्कम भने इन्कम हुँदा क्यास आयो, यो डिभिडेन्ड पेड गर्दा क्यास गयो, त्यही भएर यो माइनसमा। अनि क्यापिटलबाट एक्सपेन्सेसहरू जति डिभिडेन्ड जति सबै घट्छ भनेर बुझ्ने, त्यही भएर क्यापिटलबाट पनि 1 लाख माइनस, इफेक्ट बराबर भइसक्यो, लायबिलिटीजमा छैन। लायबिलिटीजमा माथिको 4 लाख जस्ताको तस्तै। अनि क्यापिटलमा चाहिँ 2 लाखमा 3 लाख जोड्ने 5 लाख, 5 लाखबाट 1 लाख घटाउने कति लाख 4 लाख, 4 लाख र 4 लाख जोडेर यता कति लाख 8 लाख। अब यता मिल्यो कि मिलेन हेर्ने, 6 र 3 जोड्दा 9 लाख, 9 लाखमा 1 लाख घट्यो भने 8 लाख। यताबाट पनि मिल्छ उताबाट पनि मिल्छ। ल नेक्स्ट अब बीबीएस त्रिभुवन युनिभर्सिटीको 2081 मा आएको क्वेसन गर्ने क्रममा छौँ हामी। त्यसै क्रममा रिटर्न इनवार्ड बुक बनाउनु भनेको छ 2081 मा आएको। अनि फेब्रुअरी 7 मा बाई एसएस फर्निचरबाट रिटर्न आएको छ इनवार्ड। बाई फ्रम भन्यो भने मात्रै रिटर्न इनवार्डमा हुन्छ, टु भन्यो भने चाहिँ रिटर्न केमा हुन्छ त आउटवार्डमा हुन्छ, आउटवार्डमा हुन्छ। फेब्रुअरी कति थियो त्यो हेर। अब त्यहाँ एसएस फर्निचरबाट 10 वटा चेयर ल्याएको छ 2000 इच, मल्टिप्लिकेसन गर्ने। एउटाको दाम 2000, दसवटाको कति हजार 20,000। 3 वटा सोफा सेट ल्यायो 30,000 इचको, एउटाको दाम 30,000 हो भने 3 वटाको 30 त्यहाँ कति हजार 90,000, टोटल गर्ने 1,10,000। 10% ट्रेड डिस्काउन्ट बोथ आइटममा, केही नि नभन्दा बोथ आइटममा। अनि बोथ आइटम 1,10,000 टोटल प्राइस हो दुईटाको बोथको। अनि त्यसको 10% भनेको एउटा 0 फाल्दिने 11,000। 1,10,000 बाट 11,000 घटायो भने 99,000 नेट रिटर्न इनवार्डमा चाहिँ त्यहाँ एसएस फर्निचरबाट चाहिँ फिर्ता आएछ भनेर बुझ्नु पर्यो। त्यस्तै गरेर फेब्रुअरी यो 16 को हो। 16 मा फ्रम के फर्निचरबाट भनेको छ 8 टेबल ₹5,000 इच भनेको छ। एउटा टेबलको 5,000 हो भने 8 वटाको 8 पंचे कति हजार 40,000, दुईटा जोड्ने, यसैलाई भन्छ टोटल रिटर्न इनवार्ड बुक 1,39,000। अब 79 पार्शियलमा अर्को पछाडिबाट अर्को च्याप्टरबाट क्लोजिङ इन्ट्रिज बनाउनु भनेको छ। अनि त्यहाँ दुईटा एक्सपेन्सेस र इन्कमको नाम दिएको छ। अनि यो क्लोजिङ नामै क्लोजिङ भएकोबाट उल्टो हुन्छ। जस्तो एक्सपेन्सेसहरु चाहिँ क्रेडिटमा, डेबिटमा के हुन्छ भन्यो भने इन्कम समरी भनेर लेख्ने आइएस। इन्कम समरी एकाउन्ट डेबिट, यो 59,000 अहिले दाम थाहा छैन,
तो टु रेन्ट एकाउन्ट खर्चको नाम लेख्ने 12,000, टु स्यालेरिज 18,000, टु युटिलिटिज खर्चको नामै हो 10,000, टु डेप्रिसिएसन खर्चको नामै हो 10,000, टु सप्लाइज 7,000 अनि यो 12 र 18 30 10 40 अनि 40 र 10 ले 50 2 52 52 र 7 ले 59 त्यसरी ल्याएको। यसरी क्रेडिटको जोडेर कहाँ ल्याएको डेबिटमा, किनकि जर्नलको रुलमा डेबिट इज इक्वल टु के हुन्छ त क्रेडिट हुन्छ। त्यस्तै गरेर चाहिँ बी नम्बरमा चाहिँ इन्कमका क्लोज गर्ने टपिक जम्मा दुईटा दिएको छ। इन्कमलाई डेबिटमा लेख्ने, यहाँ क्लोजिङ इन्ट्रीमा चाहिँ डिस्काउन्ट रिसिभ एकाउन्ट डेबिट 4,000, इन्ट्रेस्ट रिसिभ एकाउन्ट डेबिट 9,000 अनि 4 र 9 जोडेर 13,000 इन्कम समरी एकाउन्ट। अब इन्कम समरी क्रेडिटमा चाहिँ थोर छ 13,000, कति थप्नु पर्यो त भन्दा 59 इन्कम समरीबाट 1350 इन्कम समरीलाई घटाइदिने 46,000 आउँछ। के लेख्ने त डेबिटमा चाहिँ भन्दा रिटेन अर्निङ लेख्ने, रिटेन अर्निङबाट चाहिँ पैसा तिर्नु पर्यो। रिटेन अर्निङ एकाउन्ट डेबिट 46,000 टु इन्कम समरी एकाउन्ट 46,000। यो इन्कम समरीलाई कहाँ देखाउने भन्ने कुरा चाहिँ जहाँ इन्कम समरीमा डेबिट र क्रेडिटमा हेर्ने, जहाँ कम छ त्यही साइडमा लेखिदिने। इन्कम समरी क्रेडिटमा कम छ क्रेडिटमै लेखिदिने अनि अपोजिट साइडमा चाहिँ के लेख्ने रिटेन अर्निङ। यसको उल्टो पनि हुन सक्छ। ल 81कै गर्ने क्रममा छौँ हामी। इन्भेन्टरी एन्ड सिओजिएस च्याप्टरबाट चाहिँ अस्ति 2081 मा चाहिँ 10 मार्क्समा आएको क्वेसन चाहिँ सल्भ गर्दैछु। अब यहाँ के गर्ने त भन्दा डब्लुएसी मेथडबाट पनि इन्कम स्टेटमेन्ट बनाउनु, सिओजिएस र इन्डिङ स्टक निकाल्नु भनेको भएर हामीले के गर्ने त भन्दा पहिला टोटल सिओजिएस एभाइलेबल फर सेल्स युनिट एन्ड रुपिज भनेर निकाल्ने। त्यसका लागि ओपी गर्ने, ओ र पीलाई मात्रै जोड्ने भनेको ओपनिङ स्टक र पर्चेजको मात्रै चाहिँ जोड्ने, सेल्सलाई चाहिँ नचलाउने अहिले। त्यही भएर ओपनिङ स्टक 600 युनिट 10 ले 6,000, 1100 12 ले पर्चेज गरियो, फेरि 13,200 को 500 युनिट 13 रुपिजको चाहिँ 6,500 को फेरि पर्चेज गरियो। त्यस्तै गरेर 300 युनिट पर्चेज गरियो 14 रुपिजको जम्मा 4,200। यता जोड्दा टोटल सिओजिएस एभाइलेबल रुपिज 29,900 र टोटल सिओजिएस एभाइलेबल युनिट भनेको यो युनिट जोड्दा 2,500। यो टोटल सिओजिएस एभाइलेबल रुपिजलाई टोटल सिओजिएस एभाइलेबल युनिटले डिभाइड गर्यो भने डब्लुएसी रेट आउँछ। वेटेड एभरेज कस्ट रेट भनेको चाहिँ रुपिज डिभाइड बाई युनिट, टोटल रुपिज डिभाइड बाई टोटल युनिट अनि 29,900 डिभाइड बाई 2,500 रेट आयो, एभरेजको रेट आयो 11.96। अब के जाने त भन्दा पहिला डब्लुएसी मेथडमै इन्डिङ इन्भेन्टरी। अब इन्डिङ इन्भेन्टरी कसरी फाइन्ड आउट गर्ने, युनिट इन्डिङ इन्भेन्टरीको युनिट इन्टु डब्लुएसी रेट। डब्लुएसी रेट त 11.96 आइहाल्यो, त्यो ल्याएर राखिदिने। अब इन्डिङ इन्भेन्टरीको युनिट झिक्नलाई के गर्ने त भन्दा जम्मा जम्मी हामीसँग टोटल एभाइलेबल 2,500, त्यो मध्ये सेल्स गरेको 2 पटक छ 1,500 र 800, त्यो जोड्ने 2,300 भयो टोटल सेल्स। टोटल एभाइलेबल 2,500, टोटल सेल्स 2,300 भनेको कति बाँकी छ 200 अनि 2,500 माइनस 2,300 सेल्स युनिट। एभाइलेबल युनिटबाट सेल्स युनिट घटाइदिएको 200 इन्टु रेट अघि निकालेको बुझाएँ 11.96, यस्तो गर्दा 2,392 आयो। अब यो 29,900 बाट 2,392 घटायो भने सिओजिएसको भ्यालु आउँछ 27,500 कति 8। अथवा त्यसरी गरिएन भने सोल्ड युनिटसँग डब्लुएसी रेट गरिदिने, सोल्ड युनिट दुईटा जोडेर 1,500 र 800 ले 2,300 युनिट 11.96 रेट निकालेको छ, त्यसरी गरे पनि भयो। एभाइलेबल रुपिजबाट अनि यो इन्डिङ स्टकको निकालेको दाम घटाउँदा पनि यति नै आउँछ। अब जाम फिफोबाट। फर्स्टबाट बेचो भन्यो भने क्लोजिङ स्टक रहन्छ लास्टबाट, उल्टो सम्झिनुपर्छ। लिफो र फिफोमा चाहिँ फर्स्टबाट बेचो क्लोजिङ रहन्छ लास्टबाट, लास्टबाट बेचो क्लोजिङ रहन्छ फर्स्टबाट। त्यो कन्सेप्टले बुझ्नु पर्यो। त्यही भएर लास्टको बाँकी छ भने बुझ्ने कति सय भनेर अघि मैले बुझाइसकेँ। एभाइलेबल युनिट 2,500, सोल्ड युनिट जम्मा 2,300, 2,500 मा 2,300 घटाउने 200 यहाँबाट बाँकी छ भनेर बुझ्नु पर्यो। 100 पनि बेचेको छ यहाँबाट, बाँकी छ कति सय 200 इन्टु 14। इन्डिङ स्टकको युनिट भनेको 200 इन्टु के गर्ने त 14 कति सय भयो 2800। अब 29,900 एभाइलेबल, टोटल एभाइलेबल रुपिज 29,900 बाट यो माथिको 2800 घटाउँदा 27,100। त्यसरी नगर्ने हो भने माथिदेखि यहाँ बेचेको 610, 1112, 513, 114 गर्ने जम्मा 2300 पुग्छ। 600, 1100, 500 र यहाँबाट 100 लिए भने 2300 पुग्छ। त्यसो गर्दा लामो हुन्छ, त्यही भएर छोटो तरिकाले। अब हामीलाई इन्कम स्टेटमेन्ट बनाउनु भनेको छ, दुईटै मेथडबाट गर्ने, पार्टिकुलर्स फिफो र डब्लुएसी बनाए दुईटा कोलम। अब सेल्स हेर्नु क्वेसनमै भनिरहेछ 1,500 बेच्यो, 15 रुपियाँले बेच्यो, एउटा 1 युनिटको भनेको छ। 1500 इन्टु 15 गर्ने प्लस फेरि अर्को नेक्स्ट 800 बेचेको छ 17 ले, अनि 800 इन्टु 17 गर्ने अनि जोड्दा 36,100। दुईटै मेथडबाट 36,100 राखिदिने। अब त्यस पछाडि लेस गर्ने सिओजिएस भनेको हामीले अघि निकालेकै छ। फिफो मेथडबाट 27,100,
WAC बाट 27500 घटाउने त्यो सेल्सबाट COGS घटायो भने आउँछ ग्रस प्रफिट FIFO मेथडबाट 9000 आयो WAC बाट 8592 आयो लेस गर्ने अपरेटिङ एक्सपेन्सेस क्वेशनमै भन्दैको छ 10000 दुईटैमा सेम डेप्रिसिएसन 5000 दुईटैमा सेम अरु कुनै पनि इन्फर्मेसन छैन ट्याक्स छैन मुनि गरिराख्नु परेन अनि 9000 बाट यो 15000 घटेन माइनसमा 6000 दैट इज नेट लस हो भनेर बुझ्ने लस भए चाहिँ यहाँ इन्कम छैन भनेर बुझ्ने अनि 8592 बाट 15000 माइनस गर्दा माइनसमा आयो 6408 माइनसको ठाउँमा के लेख्दा पनि हुन्छ नेट लस ल 2081 मै आको BVS लाई चाहिँ बैंक रिकन्सिलिएसन स्टेटमेन्टको चाहिँ अहिले गर्ने पालो छ अब क्याश बुक र पासबुक भनेर यहाँ दिएको हुन्छ दुईटाको अनएडजस्टेड ब्यालेन्स र हामीले चाहिँ त्यसलाई मिलाउनु पर्छ एडजस्टेड ब्यालेन्स निकाल्नु पर्छ क्याश बुकलाई चाहिँ कम्पनी रेकर्ड पनि भन्छ कम्पनी बुक पनि भन्छ कम्पनी रेकर्ड कम्पनी बुक भन्छ क्याश बुकलाई र पासबुकलाई चाहिँ के पनि भन्छ बैंक स्टेटमेन्ट त्यही भएर नझुक्किने कम्पनी रेकर्ड गरो भने क्याश बुक हो भनेर बुझ्नु पर्यो अनि क्वेशनले अनएडजस्टेड ब्यालेन्स एज पर द कम्पनी रेकर्ड अफ क्याश बुक भनेर 11000 प्रोभाइड गर्दैकै छ अनएडजस्टेड बैंक स्टेटमेन्ट ब्यालेन्स भनेर 11400 प्रोभाइड गर्दैकै छ क्याश बुकबाट 11000 बैंक स्टेटमेन्टबाट 11400 को डिफरेन्स छ बराबर हुनु पर्थ्यो त्यो बराबर नहुने कारणहरु चाहिँ आइडेन्टिफाई गरेर हामी एडजस्ट गर्ने र बैंक रिकन्सिलिएसन स्टेटमेन्ट तयार पार्दै छौं अब के गर्ने त फर्स्ट ट्रान्जेक्सन डिपोजिट इन ट्रान्जिट छ यो चाहिँ बैंक स्टेटमेन्टमा सधैं एड हुन्छ एड गर्ने डिपोजिट इन ट्रान्जिट 2000 भनेर त्यसपछि अर्कोमा चाहिँ चेक इस्युड गरेको चाहिँ 6000 कति 2000 मात्रै प्रेजेन्ट भयो भनिरहेछ त्यही भएर त्यसलाई चाहिँ अनक्लियर चेक आउटस्ट्यान्डिङ भनेर लेख्ने चेक आउटस्ट्यान्डिङ अझै कति हजारको चाहिँ तिर्न बाँकी छ 4000 6000 मध्ये 2000 मात्रै बैंकले पेमेन्ट गरिदियो भनेको छ 4000 अझै पेमेन्ट गर्न बाँकी छ दैट इज अनक्लियर चेक अथवा अन्डर पेमेन्ट अफ चेक अथवा चेक आउटस्ट्यान्डिङ एउटै हो 4000 नेक्स्ट ट्रान्जेक्सनमा के भनेको छ त भन्दाखेरि कम्पनीले चाहिँ चेक 4800 को डिपोजिट गरेको 4800 को डिपोजिट गरेको कम्पनीले तर बैंकमा चाहिँ 4200 मात्रै भयो अरे बैंक भनेको पासबुक हो बैंक स्टेटमेन्ट हो अनि क्याश बुकले चाहिँ 4800 प्लस गरिसक्यो अनि उता बैंक स्टेटमेन्टले चाहिँ जम्मा कति 4200 मात्रै प्लस गर्यो भनेपछि त स्टिल कति 100 गर्नु पर्यो दुईटाको डिफरेन्स 600 एड गर्नु पर्यो बैंकले त्यो पासबुकले चाहिँ मिस्टेकली 4200 रेकर्ड गरेको 4800 लाई त्यही भएर यो जसको मिस्टेक हो त्यता मात्रै राख्न पाइन्छ अनि बैंकले गरेको मिस्टेक हो जस्तो कम राख्यो त्यही भएर जोडिदिने बढी राखेको थियो भने के गर्दिनु पर्थ्यो घटाइदिनु पर्थ्यो जसले मिस्टेक गर्छ त्यताको बुकमा मात्रै चलाउन पाइन्छ अब नोट्स रिसिएबल र इन्ट्रेस्ट रिसिएबल छ यो सधैं क्याश बुकमा रिसिएबल प्लस हुन्छन् नोट्स रिसिएबल 2500 इन्ट्रेस्ट रिसिएबल 600 अब कस्टमरको चेक चाहिँ रिफन्ड भयो अरे सफिसिएन्ट ब्यालेन्स नभएर भन्दैछ त्यो भनेको एनएसएफ चेक हो क्याश बुकबाट सधैं एनएसएफ लाई माइनस गर्ने 3000 त्यस्तै गरेर डाइरेक्टली पेमेन्ट इलेक्ट्रोनिक फन्ड ट्रान्सफर मार्फत चाहिँ पेमेन्ट भएको छ त्यो पनि क्याश बुकबाट चाहिँ के गर्ने माइनस गर्ने र बीएससी भनेको बैंक सर्भिस चार्ज हो एससी मात्रै पनि भन्छ कहिलेकाहीँ सर्भिस चार्ज बैंक सर्भिस चार्ज चाहिँ 100 रुपैयाँ चाहिँ बैंकले काटिसक्यो त्यही भएर क्याश बुकले पनि के गर्ने घटाउने अब दुईटैको ब्यालेन्स चाहिँ के हुनुपर्छ आपसमा इक्वल हुनुपर्छ बैंक रिकन्सिलिएसनमा 11400 मा 2600 जोडेर 4000 घटाउँदा 10000 आयो यता पनि 10000 कपी पेस्ट गर्दा हुन्छ अब माथिबाट गर्ने 11000 प्लस 3100 गर्ने अनि फेरि 100 गइहाल्यो 4000 घटाउँदा 14 मा 4000 घटाउँदा कति थाउजन्ड 10000 नै बाँकी भयो ल 2081 मै आको BVS लाई चाहिँ बैंक रिकन्सिलिएसन स्टेटमेन्टको चाहिँ अहिले गर्ने पालो छ अब क्याश बुक र पासबुक भनेर यहाँ दिएको हुन्छ दुईटाको अनएडजस्टेड ब्यालेन्स र हामीले चाहिँ त्यसलाई मिलाउनु पर्छ एडजस्टेड ब्यालेन्स निकाल्नु पर्छ क्याश बुकलाई चाहिँ कम्पनी रेकर्ड पनि भन्छ कम्पनी बुक पनि भन्छ कम्पनी रेकर्ड कम्पनी बुक भन्छ क्याश बुकलाई र पासबुकलाई चाहिँ के पनि भन्छ बैंक स्टेटमेन्ट त्यही भएर नझुक्किने कम्पनी रेकर्ड गरो भने क्याश बुक हो भनेर बुझ्नु पर्यो अनि क्वेशनले अनएडजस्टेड ब्यालेन्स एज पर द कम्पनी रेकर्ड अफ क्याश बुक भनेर 11000 प्रोभाइड गर्दैकै छ अनएडजस्टेड बैंक स्टेटमेन्ट ब्यालेन्स भनेर 11400 प्रोभाइड गर्दैकै छ क्याश बुकबाट 11000 बैंक स्टेटमेन्टबाट 11400 को डिफरेन्स छ बराबर हुनु पर्थ्यो त्यो बराबर नहुने कारणहरु चाहिँ आइडेन्टिफाई गरेर हामी एडजस्ट गर्ने र बैंक रिकन्सिलिएसन स्टेटमेन्ट तयार पार्दै छौं अब के गर्ने त फर्स्ट ट्रान्जेक्सन डिपोजिट इन ट्रान्जिट छ यो चाहिँ बैंक स्टेटमेन्टमा सधैं एड हुन्छ एड गर्ने डिपोजिट इन ट्रान्जिट 2000 भनेर
त्यस पछाडि अर्कोमा चाहिँ चेक इस्युड गरेको चाहिँ 6000 कति 2000 मात्रै प्रेजेन्ट भयो भनिरहेछ। त्यही भएर त्यसलाई चाहिँ अनक्लियर चेक आउटस्ट्यान्डिङ भनेर लेख्ने। चेक आउटस्ट्यान्डिङ अझै कति हजारको चाहिँ तिर्न बाँकी छ 4000। 6000 मध्ये 2000 मात्रै ब्याङ्कले पेमेन्ट गरिदियो भनेको छ। 4000 अझै पेमेन्ट गर्न बाँकी छ। द्याट इज अनक्लियर चेक अथवा अन्डर पेमेन्ट अफ चेक अथवा चेक आउटस्ट्यान्डिङ एउटै हो 4000। नेक्स्ट ट्रान्जेक्सनमा के भनेको छ त भन्दाखेरि कम्पनीले चाहिँ चेक 4800 को डिपोजिट गरेको 4800 को डिपोजिट गरेको कम्पनीले, तर ब्याङ्कमा चाहिँ 4200 मात्रै भयो अरे। ब्याङ्क भनेको पासबुक हो, ब्याङ्क स्टेटमेन्ट हो। अनि क्यास बुकले चाहिँ 4800 प्लस गरिसक्यो। अनि उता ब्याङ्क स्टेटमेन्टले चाहिँ जम्मा कति 4200 मात्रै प्लस गर्यो भनेपछि त स्टिल कति 100 गर्नु पर्यो। दुईटाको डिफरेन्स 600 एड गर्नु पर्यो। ब्याङ्कले त्यो पासबुकले चाहिँ मिस्टेकली 4200 रेकर्ड गरेको 4800 लाई। त्यही भएर यो जसको मिस्टेक हो त्यता मात्रै राख्न पाइन्छ। अनि ब्याङ्कले गरेको मिस्टेक हो जस्तो कम राख्यो त्यही भएर जोडिदिने। बढी राखेको थियो भने के गरिदिनु पर्थ्यो, घटाइदिनु पर्थ्यो। जसले मिस्टेक गर्छ त्यताको बुकमा मात्रै चलाउन पाइन्छ। अब नोट्स रिसिएबल र इन्ट्रेस्ट रिसिएबल छ, यो सधैँ क्यास बुकमा रिसिएबल प्लस हुन्छन्। नोट्स रिसिएबल 2500, इन्ट्रेस्ट रिसिएबल 600। अब कस्टमरको चेक चाहिँ रिफन्ड भयो अरे, सफिसियन्ट ब्यालेन्स नभएर भन्दैछ। त्यो भनेको एनएसएफ चेक हो। क्यास बुकबाट सधैँ एनएसएफलाई माइनस गर्ने 3000। त्यस्तै गरेर डाइरेक्टली पेमेन्ट इलेक्ट्रोनिक फन्ड ट्रान्सफर मार्फत चाहिँ पेमेन्ट भएको छ, त्यो पनि क्यास बुकबाट चाहिँ के गर्ने, माइनस गर्ने। र बीएससी भनेको ब्याङ्क सर्भिस चार्ज हो। एससी मात्रै पनि भन्छ कहिलेकाहीँ सर्भिस चार्ज। ब्याङ्क सर्भिस चार्ज चाहिँ 100 रुपियाँ चाहिँ ब्याङ्कले काटिसक्यो, त्यही भएर क्यास बुकले पनि के गर्ने, घटाउने। अब दुईटैको ब्यालेन्स चाहिँ के हुनुपर्छ, आपसमा इक्वल हुनुपर्छ। ब्याङ्क रिकन्सिलिएसनमा 11400 मा 2600 जोडेर 4000 घटाउँदा 10000 आयो। यता पनि 10000 कपी पेस्ट गर्दा हुन्छ। अब माथिबाट गर्ने 11000 प्लस 3100 गर्ने। अनि फेरि 100 गइहाल्यो। 4000 घटाउँदा 14 मा 4000 घटाउँदा कति थाउजन्ड, 10000 नै बाँकी भयो। ल, थ्याङ्क्स फर वाचिङ माई भिडियो। डु लाइक सब्सक्राइब फर मोर भिडियो लर्न विथ आइपी।